तिम्रो पनि मेरो जस्तै एउटा सानो कथा होला, बाहिर जति हाँसी पनि मुटुभित्र व्यथा होला। यो कहीँ कतै पढेको लाइन हो, कसैले लेखेका भावना हो र यो नै जिन्दगीको यथार्थ हो। हरेक मानिसका आफ्नै कथाहरू छन्, हरेक मानिसका आफ्नै सङ्घर्षहरू छन्, हरेक मानिसका आफ्नै व्यथाहरू छन्। अत्यन्तै मुस्कुराइरहेका, हर छेड हाँसिरहने मानिस पनि मुटुभरि पीडाहरू बोकेर अगाडि बढिरहेको पनि हुन सक्छ। अत्यन्तै सफल देखिएका मानिसहरू पनि भित्रभित्रै असफलताको पीडामा छटपटिरहेको पनि हुन सक्छ। जिन्दगीमा आफ्नै कथा, व्यथा, सङ्घर्ष, सफलता असफलताहरू हुन्छन्। त्यसैले ती सबै चिजहरूलाई झेल्दै, ती सबै चिजहरूसँग मुकाबिला गर्दै अगाडि बढ्नु नै जीवन भन्ने नाम हो। त्यसैले कहिलेकाहीँ तपाईँलाई लागिरहेको छ, ओहो मेरो जिन्दगी कति सङ्घर्षपूर्ण, ओहो म यति धेरै मेहनत गरिरहेको छु र पनि मेरो खासै प्रगति भएन। यो तपाईँलाई लागिरहेको हो, तर तपाईँको जिन्दगी कसैको लागि आहा पनि भइरहेको हुनसक्छ, ओहो उसको जस्तो जिन्दगी पनि भइरहेको हुनसक्छ। त्यसैले बुझ्नुपर्ने कुरा, हरेकको जिन्दगीको आफ्नै कथा छ र हरेकको जिन्दगीमा खुसीसँगै आफ्नै प्रकारका व्यथाहरू पनि छन्। शुभ समय।